हेलो गाइस, वेलकम टु माई फेसबुक पेज होइन। आज चाहिँ के देखाउँदैछु भन्दाखेरि चाहिँ म चाहिँ एकदम आज एग्रिकल्चरपट्टि छु होइन। यो चाहिँ मैले भर्खर बनाएको हो। तपाईँहरूलाई चाहिँ यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ बाँसको भाटा हो। यसले चाहिँ जुन चाहिँ म चाहिँ के बनाउँछु भन्दाखेरि चाहिँ यो चुचो चुचो देख्नुभयो, यो चाहिँ कुखुराले चाहिँ बारीमा चाहिँ रोपेको चिज चाहिँ होइन बाङबुङ नबनाओस् भनेर छेक्नुको लागि चाहिँ यो बनाउँछ होइन। अन्त यो चाहिँ म कहाँ गाड्छु भन्दाखेरि चाहिँ मैले जस्ट भर्खर यहाँनिर यो सानो मेरो हाम्रो बारीमा सानो बढी जग्गामा चाहिँ मैले आलु रोपेको छु होइन। यहाँदेखि उहाँ परसम्म डल्लै आलु रोपेको छु। अन्त तपाईँहरूकोमा रोपेको मतलब खनेको रोपेकोहरू चाहिँ देखाउनु पाइनँ बिकज अफ वेदर भन्दाखेरि चाहिँ पानीले गर्दाखेरि बत्ती थिएन। त्यो भर्खर आएर चार्ज गरेर चाहिँ मैले भर्खर भिडियो बनाएको होइन। सो मैले अलरेडी रोपिसकेँ। अब चाहिँ यो बाँस चाहिँ तपाईँको यहाँदेखि लिएर वरिपरि लगाउनु पर्छ किनकि कुखुरा चाहिँ नपसोस् भनेर होइन। अब यस्तो कामहरू पनि गरिराख्नुपर्छ साथी हो होइन। आफ्नो घरमा सानो सानो बारीहरू छ भने सिकिराख्नुपर्छ एग्रिकल्चर भनेको होइन। आफ्नै हातले रोपेर उम्रेर त्यो चिज चाहिँ नि टिपेर चाहिँ जब हामी खान्छ नि त्यति बेला चाहिँ यति साह्रो खुसी हुन्छ कि खुसी लाग्छ कि आफूलाई अब के भन्नु अब होइन। सिकिराख्नुपर्छ अर्ग्यानिकको। ल सबै गाडेर चाहिँ देखाउँछु नि ल कसरी गाड्यो भनेर मैले है। फाइनली गाइस म चाहिँ सकेँ होइन। बारकुर गरेर बाँसमा चाहिँ गाडेर हुँदैन, दुलो हुन्छ हो। त्यही भएर त्यो माथिबाट अब थाङ्ना पनि हाल्नु पऱ्यो। अन्त दुलोबाट छिर्छ केही फाइदा छैन हो। हेर्नुहोस् ल कस्तो भएछ। ए देख्नुभयो होला हो। ए यहाँ चाहिँ डल्लै हो मजाले हो परसम्म नि बारेर चाहिँ मजाले। तपाईँको यहाँ बाँस लात्तै लगाएर भएन, तितापाती हाम्रो पुरा थियो नि त, त्यही भएर तितापाती लगाएछ त भन्छ होला। त्यही भएर हाम्रो चाहिँ पुरा छ तितापाती झ्याङ, त्यही भएर त्यो लगाइदिएको थाङ्ना नपाएर हो। बाँस मात्रै लगाएर भएन, पहिला बाँस लगाएँ, त्यहाँबाट चाहिँ माथिबाट चाहिँ थाङ्ना दिएँ होइन। मजाले थाङ्ना दिएछ आउँछ तपाईँको यहाँनिर कुखुरा पस्दैन। सो तपाईँले अब सबैले पाइप रहेछ त्यहाँनिर भनेर सोध्छ होला, तर यो चाहिँ बाथरुमको पाइप हो हाम्रो। लुगा धुको र नुहाएको पानी मात्रै आउँछ, त्यसले गर्दाखेरि यहाँनिर राम्रोसँगले फल्छ होइन। म चाहिँ यति नै भन्न चाहन्छु। अब अहिलेको जेनेरेसनलाई आउँछ कि आउँदैन यसरी रोप्नु खन्नु हो। तर अब म चाहिँ 90sकै भएर होला हो। अन्त म चाहिँ बाजेले सिकाइरहेको थियो। बाजे त बितेर जानुभयो तर पनि सिकाएको चिज चाहिँ भुलिनँ, काम आयो धेरै कुरा है। त्यही भएर एग्रिकल्चरपट्टि चाहिँ हुनुपर्छ। हौरीहरूको चिज खाएर डुलेर मात्रै हुँदैन, पछि बिहा गरेर धेरै कुरामा काम आउँछ यो चिज चाहिँ है। यति नै